कस्तो शान्तिपूर्ण देश थियो हो नि, साह्रै शान्तिपूर्ण थियो। भ्रष्टाचार गर्न पाउँथिस्, चोर्न पाउँथिस्, लुट्न पाउँथिस् हैन। तेरा ती झड्केला छोराहरूलाई बलात्कार गर्दै हिँड भन्न पाउँथिस्, हिँड्न पाउँथे। तैँले जनताको रगत चुस्न पाउँथिस्, जनताको खुन चुस्न पाउँथिस्, भुँडी फुट्ने गरी खिच्न पाउँथिस्। अब नपाइने भयो। पहिले खाएको भ्रष्टाचार गरेको सबै ओकल्नु पर्ने बेला आए पछाडि तँलाई अराजक भयो है। आमामा तैँले त खुबै शान्त थियो नि देश। अनि कम्ती शान्त थियो, चोर्न पाइन्थ्यो, लुट्न पाइन्थ्यो, त्यो होइन जनताले पाउँदैन नि त। फेरि तेरा झड्केला छोराहरूले तैँले पाउँथिस् है। अब तैँले भ्रष्टाचार गर्न नपाउने भएपछि, तेरा झड्केला छोराहरूले बलात्कार गर्न नपाउने भएपछि यो देश शान्त भएन, अशान्ति भयो। तैँले गोरु यसलाई अलिकति पनि आत्मग्लानी छैन क्या। प्रधानमन्त्री पद चिप्लियो, पार्टी चिप्लियो, सर्वस्व गएको छ, सडकमा आएको छ, रै पनि मैले गल्ती गरेँ होला, मेरो गल्ती भयो होला भन्ने त छँदै छैन। यो सबै के भन्दाखेरि यसलाई नकुटेर यस्तो भएको। यसलाई कुट्नु पर्थ्यो क्या। हजुरबाउको बिहे देख्ने गरी कुटेको थियो भने यसले चेक थियो है। कुट्न चाहिँ पाएनन्, कुटेनन् क्या। सबैभन्दा ठुलो गल्ती नै यही हो क्या। धिक्कार छौ। अझै पनि म धिक्कारै भन्छु कि हाम्रो लाइफमा हामीहरूको उमेरको हामी बाँचुन्जेल हामीलाई धिक्कार लाग्ने कुरो एउटै मात्रै छ कि यो र यसका झड्केला छोराहरूलाई कुट्न पाइएन। कुटेको थियो भने सुध्रिन्थ्यो, यो नकुटेर यस्तो भएको। अहिले गोरु बलात्कारीको नाइके रन्डो।